फुल चोर हेर्न सक्नुहुन्छ है फुल चोर तिमी त्यो चित्र जुन शब्द लेखिँदैन तिमी हौ मिठो त्यो सपना लुकाइएको यो भावना सानी बाई बाई हामी लाग्यौँ है भोलि फेरि के गर्नु अरे हामी Yo guys, welcome to my vlog. Hello, namaste, welcome to my YouTube channel Surya Vlog 46. I hope सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु हैन बल्ल धेरै दिनपछि हेर्न पाइराख्नु भयो मलाई म पनि धेरै दिनपछि भ्लग बनाइरहेको छु म चाहिँ आज कहाँ छु हैन तपाईहरुलाई देखाउने छु आज यो चाहिँ हाम्रो भ्यू हेर्न सक्नुहुन्छ फ्रम के भनिन्छ अरे के भनिन्छ यसलाई विन्डोज हैन यता चाहिँ हाम रोड छ मेन हाइवे अनि यता चाहिँ केटाकेटीहरू सुतिरहेछ हैन म चाहिँ अब तपाईहरुलाई बाहिरको भ्यू देखाउँछु यो चाहिँ अहिले म फ्रन्ट क्यामेराबाट भ्लग गरिरहेको छु किनभने मेरो रियर क्यामेरा बिग्रिरहेछ सो अब यता घुम्न आएपछि त यसो तपाईहरुलाई नि इन्जोय गराउनु पर्यो हैन भ्लग सो त्यही भएर मैले चाहिँ आज जबरजस्ती भ्लग ल्याइरहेको छु हे पिरो व्हाट्सअप अनि यताको भ्यू हेर्न सक्नुहुन्छ ब्याकको भ्यू यो यसो दामी छ कि बिहान बिहान हैन सो जाडो भइरहेको बिहान चाहिँ अब चाहिँ हामी उठिसक्यौँ अहिले चाहिँ 5 बजिरहेको छ अब चाहिँ हामी कहाँ जानेछौँ अहिले तपाईँहरूलाई देखाउने छौँ होइन अहिले चाहिँ हामी कन्याममा स्टे गरेको छौँ अब इलाम जान्छौँ कि जाँदैनौँ होइन कहाँ कहाँ जान्छौँ सबै आज म देखाउने छु सो त्यही भएर मैले जबरजस्ती आज भ्लग गरिरहेको छु होइन ल ओके अहिले भेट्नुपर्छ है त फाइनली हामी रेडी भइसक्यौँ होइन अनि अब केटाकेटीहरू रेडी भइरहेको छ कपाल सपाल के गर्नुपर्ने केटीहरूको त यो हो नि रेडी यो अलिकति मेरो क्यामेरा चाहिँ एङ्गल नभएर होइन यो रियरको क्यामेरा बिगेर 0.5बाट क्या दामी आइरहेको हुन्छ यताको भ्यू चाहिँ क्या हुसो लागिरहेको एकछिनमा हुसो एकछिनमा के हुन्छ यता चाहिँ हाइवे छ हाम्रो बाइक यता छ अब हामी सबै रेडी भइसकेको छौँ ब्याग प्याकहरू गर्छौँ अनि हामी कन्याममा बसेको छौँ होइन अनि अब त्यसपछि अहिले कन्याम जान्छौँ ब्याग प्याक गरेर हामी यहीँ होटलमा राखिदिन्छौँ कन्याम जान्छौँ कन्याममा एकछिन घुमेर त्यसपछि हामी इलामतिर लाग्नेछौँ अनि डाइरेक्ट अब मोटो भ्लग गर्न पाइँदैन किनभने सेटअपहरू छैन मेरो केही अनप्लान थियो क्या खासै केही छैन आजभोलि भ्लग पनि छोडेको मैले कति भइसक्यो आज बल्ल बल्ल गरिरहेको छु यो बाइकहरू पनि कोल्ड स्टार्ट हानिसक्यौँ होइन यहाँ कोल्ड स्टार्टमा छ रोन चाहिँ निस्कि पनि सक्यो हामी चाहिँ कन्याममा हो अहिले कपाल भइरहेको छ है मैले पनि कपाल छ है यो छ काले दिलबाले यो अनि हामी चाहिँ यता रोन कृति म प्रेरणा बाइक कोल्ड स्टार्टमा छ अब हामी चाहिँ कन्याम लागेको कन्याममा यस्तो एकछिन डुलेर हामी इलामतिर लाग्नेछौँ ल ओके तपाईँहरू आउँदाखेरि चाहिँ यस्तो के अरे अङ्कल मेचिकाली होटेलमा चाहिँ आउनु होला कन्ट्याक्ट नम्बर म यहाँ उयोमा डिस्क्रिप्सनमा छोडिदिन्छु है त ल अङ्कल के भनिदिनु ल के भन्दैन भ्लगमा हाम्रो अब आउने ग्राहकहरूलाई के भन्न चाहनुहुन्छ
होटेल हाइवे एन्ड लज छ होइन फोन नम्बर यहाँ छ किनभने मैले यहाँ फ्रन्टबाट गर्दाखेरि यो सबै उल्टो देखिरहेछ केही छैन म नम्बर चाहिँ छोडिदिन्छु तपाईँहरू आउँदाखेरि चाहिँ यसो पहिला नि इन्फर्म गरेर आउनु होला हामी पनि पहिला नि इन्फर्म गरेको थियौँ किनभने यहाँ चाहिँ होटेलहरू पाइरहेको हुँदैन तपाईँहरूलाई थाहा नै छ ल आन्टी के भन्थ्यो कन्याम र फिकलको बिचमा पर्छ हाम्रो होटलको नाम चाहिँ मेचिकाली सङ्गम होटल हो सबैजना आइदिनु होला सेवा गर्ने मौका दिनु होला हामीलाई पनि धन्यवाद साह्रै राम्रो छ खाना बस्नुहोस् हुन्छ के भयो यता सानो हाम्रो सानो हाई गर्नु हाई गर्नु ल मुखमा के लाग्छ मुख्दको छैन मेकअप के भन्दा के हो तिम्रो नाम भन्नु त श्रीसा के हो सत्य अनि हाम्रो होटल थकाली खाना भन मेचिकाली यस हाम्रो होटेलमा आइदिनु होला सबैजना भन्नु नभन्ने थकाली खाना खाना भन कोही आउँदैन नि फेरि तिम्रो होटेलमा फेरि थकाली खाना खाना भन न खै थकाली खाना खान बस्न आइदिनु होला है भन थकाली खाना भन थकाली खाना ल लाग्यौँ है त बाई बाई हस् बाई ल अब चाहिँ हामी लाग्यौँ ओ जाउँ कन्याम देखेको ठाउँमा आइपुग्यौँ होइन उस्तो लाग्यो केही देखेको छैन हाम्रो केटाकेटीहरू के छ पानी पनि पर्न अगाडिको क्यामेरा त लास्टै धोस्दै देखायो यार पानी पर्छ है पानी ल छिटो छिटो फोटोहरू खिचौँ निस्किहालौँ हाम्रो मोडेलहरू चाहिँ हामी कन्यामा अहिले फोटोसुट भिडियोहरू टिकटकहरू बनाएर होइन हामी लाग्यौँ आउने बित्तिकै केटाकेटीहरूले फोटो हान्दा होइन म भ्लगै गर्न पाएको छैन ल अब चाहिँ पानी परिरहेको छ हेर्नु नि यहाँ पुरै जिउ उयो भइसक्यो भिजिसक्यौँ हामी सबैजना अब चाहिँ हामी श्री अन्तुतिर लाग्यौँ यहाँ चाहिँ अगाडि हाम्रो बाइक छ ल अहिले चाहिँ 10:30 बजेको छ है हामी आज फर्किने प्रयास किनभने हाम्रो टाइम छैन होइन होइन केटाकेटी हो ओ यो अहिले चाहिँ हामी चिया खाँदैछौँ यहाँ चिया यता नि हेराइदेऊ न चिया अहिले चाहिँ हामी पानी परेको परै छ कि अनि हाम्रो होटलको अङ्कल भन्नुभयो प्लास्टिकहरू केही ओढेर जानु नभए चिसो हुन्छ ज्वरोहरू आउन सक्छ होला त्यही भएर हामी अहिले रेनकोट प्लास्टिकहरू के हुन्छ लिन्छौँ हामी अहिले चाहिँ हामी श्री अन्तु आइपुग्यौँ पोखरी हेर्नु सक्नुहुन्छ यता चाहिँ रेनकोटहरू मिलाउँदैछु बल्ल अहिले पानी रोकेछ आवाज के को आवाज सुनेन ए भ्लगमा सुनेपछि भइगयो नि होइन र अब भ्लगमा हेर्नु आवाज छ के छ सर हाम्रो रोहन सर राइटको त हाँस्यो त फेरि श्री अन्तु इट्स इट नसु हेलो गाइज वेलकम टु माई ब्लग मिनी ब्लग चाहिँ हामी चाहिँ हेर्दै कुन ठाउँमा हो हेर्नुहोस् श्रीअन्तु है श्रीअन्तु तपाईँहरू पनि आउनु है श्रीअन्तु फर्स्ट टाइम आएको हो श्रीअन्तु अब अगाडि जानु चाहिँ बाँकी नै छ है केटा हो कस्तो लागिरहेछ हाम्रो सुरे सर श्रीअन्तु कस्तो हो नि कालो न कालो फर्स्ट टाइम आएको हो तिमी फर्स्ट टाइम हो कालो न कालो हेर कालो न कालो
butterfly flower. Welcome to mini vlog. Yo. यस गाइस अहिले चाहिँ हामी श्रीअन्त आइपुग्यौँ श्रीअन्त है होइन श्रीअन्तको भ्यू टावर होइन यो यहीँबाट मान्छेहरू भ्यू हेरेर हुन्छ बिहान बिहान त आइरहेको हुन्छ नि सनराइज सनसेटहरू यहीँबाट हेरेर हुन्छ होइन यस्तो भिडियोमा हेर्दाखेरि यहीँ हो जस्तो लागिरहेको यो भ्यू टावरले गर्दाखेरि Rose, orange rose, red rose. It's all. अहिले जाने बेलामा देख्यो भने चाहिँ हामीलाई भित्र आउँछु ज्याकेट भित्र हाले कसले चाहिँ देख्ला त यहीँबाट हो अन्टु डाँडा भनेको यहीँबाट त हो यार ल फाइनली फोनमा हेरिरहेको थियौँ आज हामी आफै आइपुगेछौँ गाइस तर खास चाहिँ अहिले भिड रहेनछ होइन र मलाई त क्या हल्ला गुल्ला लागिरहेको हाम्रो बान्दरहरू पनि छ हाम्रो ग्रुपमा हेर्न सक्नुहुन्छ तपाईँहरूलाई म अनुहार पनि देखाइदिन्छु 0.5 आइरहेको छ है अहिले त हेर न कसम भने हेर न 0.5 To bye guys, we are हामी एउटा कमेडी हान्नु ले हम यो गाइस अब चाहिँ हामी यहाँ लाग्यौँ 4, 4:30, 5 बज्न लागिसक्यो अब हामी इटरी कति बजी पुगिन्छौँ थाहा छैन आज पनि नाइट राइड हुन्छ हिजो पनि नाइट राइड भएको थियो 7 बजे हामी इटरीबाट निक्लेको थियौँ 10 बजे ठ्याक्क हामी कन्याम 9 बजे बिर्तामोड त्यहाँदेखि 2 घन्टा यहाँदेखि बिर्तामोडदेखि चाहिँ कन्याम 1 घन्टा है फुलचोर है फुलचोर हेर्न सक्नुहुन्छ है फुलचोर ले न त फुलचोर है फुलचोर ल्याउ न त छिटो चल्दै गर्ने त अरे अहिले चाहिँ हामी बसेको होटेलमा आइपुग्यौँ ब्यागहरू हामी यहीँ राखेको थियौँ होइन अनि त्यही ब्यागहरू लिइरहेको छौँ अब हामी चाहिँ यहाँ निस्किन्छौँ 7 बजिसकेको छ हिजोको जस्तै भयो इटरीबाट 7 बजी निस्किन्छौँ नाइट राइड हुन्छ आज भने ल केटाकेटीहरू ब्यागहरू प्याकिङ गर्दैछ ल निस्किउँ है त अब डाइरेक्ट बिर्तामोडमा गएर भेट्छु म मोटो ब्लग गर्न पाइँदैन बाई बाई सानी बाई बाई हामी लाग्यौँ है फेरि भनिदेऊ त सबैलाई बाई बाई भन्दियो बाई बाई भनिदेऊ के गर्नु अरे हामी भोलि के गर्नु मैले गरिदिएको होइन भोलि फेरि के गर्नु अरे हामी ल हुन्छ ल हामी फेरि आउँछौँ ल बाई 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 ल गाइज हामी लाग्यौँ है ल अङ्कल ल रात भइसक्यो यो यहाँको भ्यू यस्तो छ चाहिँ हामी बिर्तामोड आइपुग्यौँ होइन अनि अहिले चाहिँ हामी खाना खाँदैछौँ खाना चाहिँ कहाँ खाँदैछौँ भनेपछि हाम्रो यहीँ हाम्रो सोरुमको साइडमा स्टाफहरू खाना खाने होटेलमा अनि म पनि पहिला यहीँ खाएको हो सो अहिले पनि हामी यहीँ भनेको थियौँ सबैजना खाना खाँदैछन् ल ढिलो भइसक्यो हामीलाई इन्टर पनि जानुपर्ने छ पेट्रोल पम्पहरू पनि खुल्ला छैन पेट्रोल हाम्रो सकिरहेको छ अब हेरौँ के हुन्छ होइन पहिला खाना खाऊँ त्यसपछि हामी के हुन्छ देखाउनेछौँ तपाईँहरूलाई कस्तो छ खाना
ल फोन चार्ज छैन फोन चाहिँ चार्जमा लाउँ है फाइनली गाइज वेयर इन आवर रुम के छ केटी हो एकदम ठिक छ कस्तो भयो राइड एकदम नराम्रो ल यार यत्रो दुःख गरेर लग्यो नराम्रो लास्टमा आएर त्यो आउँदै आउँदै त्यो नराम्रो बिचरा बिचरा हामी अलिक हाल फाइनली अहिले हामी रुम आइपुग्यौँ होइन 11:30 बजिरहेछ झन्डै 12 बज्नु लागिरह ओके गुड नाइट गाइज ब्लगलाई यतितिर इन्ड गर्नुपर्ने हुन्छ किनभने राति भइसकेको छ आँखा पनि हेर्नु सक्नुहुन्छ यस्तो छ अब निन्दा लागेन भने चाहिँ ब्लग एडिट गरौँ ल होइन अब म सोध्छु भोलि ड्युटी छ ओके बाई बाई गुड नाइट यदि नयाँ हुनुहुन्छ भने च्यानलमा सब्सक्राइब गरिदिनु होला सूर्य ब्लग 46 लुगाहरू यस्तै छ ब्याकग्राउन्डलाई इग्नोर ओके बाई बाई